मेरो बारीमा टमाटर पाकेछ है टमाटर वाव के दामीसँग पाकेको हो टमाटर नाइस रुख चाहिँ सुकेछ तर टमाटर दामी पाकेछ हैन वाव नाइस गुड त्यति मात्र हैन यहाँ परवल पनि फल्दैछ राम्रो 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 भइरहेछ परवल पनि यो चाहिँ पुरा लट्टेको साग हैन यो चाहिँ हाम्रो भिन्डीको बिउ छ उम्रिँदैछ भिन्डीको बोट यहाँ यो चाहिँ लोकल टमाटर रहेछ सानो सानो छ हैन तर पनि पाकेको छ दामीसँग यस यो चाहिँ लोकल वाला सानो सानो छ ओके त्यसपछि यहाँ छ हाम्रो लेटस्टको त फुल फुलिसकेछ यहाँ छ हाम्रो काँक्रोको बिरुवा यस यहाँ पनि पाकेको छ टमाटरको भयो यो नाइस यार धेरै टमाटर पाकेछ मेरो बारीमा है so I don't know about this टन्नै अन्त यहाँ पनि पुरा पहेँलो भइरहेको यहाँ पनि अलमोस्ट पाकिसकेछ यस अब एक हप्ता जतिले चाहिँ टमाटर किन्न नपर्ने भयो यो टन्नै पाकेछ नि त यता पनि बाफ्रे यति छिटो पाकेछ मलाई थाहै थिएन यो सबै हरियो हरियो छ यो पनि पाक्छ होला वाउ एक बटुको भरि टमाटर टिपिसकेँ मैले आफ्नै बारीको नाइस अब यसको चटनी दामी मिठो हुन्छ